राजनीतिक हस्तक्षेप भएन भने, मैले यो दोहोऱ्याएर यहाँहरूलाई नम्र निवेदन गरेँ, यदि राजनीतिक हस्तक्षेप भएन भने, यदि नेताको गोटी बनिएन भने, यदि मन्त्रीको चम्चा बनिएन भने, स्वतन्त्र रूपमा व्यावसायिक रूपमा नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक सचिवहरू, हाम्रा हरेक सहसचिवहरू, हाम्रा हरेक उपसचिवहरू र हरेक कर्मचारीहरू योग्यता राख्छन्, त्यो दक्षता राख्छन्। लोकसेवा त्यत्तिकै पास गरेर आएको हुँदैन नि। त्यो लोकसेवा पास गर्नको लागि कति चाहिँ नि जिन्दगीमा कति मेहनत तपाईँले गर्नुपर्छ कि त्यस्ता कतिवटा सगरमाथा तपाईँले चाहिँ नि चढेर लोकसेवा पास गरेर आउनु भएको हुन्छ। तपाईँको ज्ञान, क्षमता, सिप, हिम्मत, साहस, यी सबै कुरालाई अङ्कुश कहाँबाट लागिरहेको छ यो देशमा भने राजनीतिक हस्तक्षेपले, नेताको हस्तक्षेपले, मन्त्रीको हस्तक्षेपले। त्यसैले आज सचिवज्यू, श्रीमान सचिवज्यूलाई मैले अनुरोध गरेँ, मभन्दा तपाईँ अनुभवी हुनुहुन्छ, तपाईको मन्त्रालयका सम्पूर्ण महत्त्वपूर्ण व्यक्तिहरू अनुभवी हुनुहुन्छ, काम अगाडि बढ्नुस्। मन्त्रीको तर्फबाट तपाईँलाई एक ठाउँ पनि हस्तक्षेप हुँदैन र म तपाईँबाट पनि सिक्नेछु। त्यसैले र मैले अर्को सँगसँगै अनुरोध पनि गरेँ, म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु। यसको अर्थ यहाँहरूले बुझ्नुभयो। मलाई विश्वास छ होइन, म विश्वास गर्न चाहन्छु। मलाई कम्तीमा 6 महिनामा म हस्तक्षेप गर्दिनँ, यो मेरो प्रतिबद्धता हो। यो गर्नुस् त्यो गर्नुस् भन्दिनँ, म यो मेरो प्रतिबद्धता हो। देश र जनतालाई केन्द्रमा राखौँ, अगाडि बढौँ, तपाईँहरू अगाडि बढ्नुस्। कम्तीमा 6 महिनापछि म सञ्चार मन्त्रीबाट बाहिरिँदा मैले एउटा के भन्न पाऊँ भने, मैले बाहिर रहेर पत्रकारको रूपमा नेपालको नेताहरू खत्तम भए पनि भन्यौँ नि त हामीले त। सबै नेता त खत्तम छैनन्, राम्रा नेता पनि यो देशमा छन्। नेपालको ब्युरोक्रेसी त खत्तमै भयो नि भनेर हामी भन्छौँ नि, ब्युरोक्रेसी खत्तम पनि छैन। कति राम्रा प्रशासकहरू हाम्रै देशमा पनि छन्। त्यसकारणले मलाई 6 महिनापछि यहाँहरूसँग सुखद बिदाई लिइराख्दाखेरि मलाई एउटा चाहना के छ भने, म बडो गर्वले छाती पुर्याएर भन्न सकौँ कि नेपालको ब्युरोक्रेसी दक्षिण एसियाको कुनै ब्युरोक्रेसी भन्दा कमजोर छैन, सक्षम छ। मात्र यो ब्युरोक्रेसीलाई राजनीतिक हस्तक्षेप गर्नु हुँदैन, यसलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्छ भन्ने त्यो विश्वास आर्जन गर्न चाहन्छु र त्यो रूपमा अगाडि बढौँ भनेर म चाहिँ सञ्चार मन्त्रालय, सूचना प्रविधि मन्त्रालय, यो दुईटै जोडिएको छ। यहाँहरू सम्बद्ध सबैलाई आग्रह गर्छु।